अब हिँडेर नचिने ठाउँमा नयाँ ठाउँमा जान अलि अप्ठ्यारो भयो। त्यही भएर उसबाट बाइकमा त्यसरी बाइक बोलाएर गयो। महँगो भाडा तिरियो 300 रुपियाँ, जाँदा 300 आउँदा 300। यही नजिक गण्डकी बोर्डिङ स्कुल। निम्न माध्यमिक त अब परीक्षा दिन आएको थियौँ, तर आएको चाहिँ 15 गते नै हो। आउन चाहिँ अब बन्द भन्ने कुरो चाहिँ त्यति बेला साँझैबाट थाहा भयो। कतिजना साथीहरू त अझै छुट्नु भएको त्यही होइन, परीक्षा दिन नपाएर। इनड्राइभ गयौँ, त्यत्रो पैसा तिरेर हिँड्नु परेको छ। इनड्राइभमा हामीले यहाँबाट हाम्रो सेन्टर बिन्दाबाद सुन्नु परेको थियो। यहाँबाट तिर्दा एकजनाको 350, एकजनाको 350 जाँदा मात्रै, आउँदालाई 350, 700 रुपियाँ इनड्राइभलाई मात्रै।